सर्वप्रथम फेरि पनि नमस्ते। आज कुकुर तिहार सँगसँगै लक्ष्मी पूजाको दिनमा हाम्रो भैली पनि स्टार्ट हुँदैछ। भैलीको सँगसँगै हामी भैली खेल्दै रमाउँदै तपाईँलाई पनि देखाउनेछु केही झलकहरू भैलीको। सबै नदेखाए पनि वेलकम टु माई च्यानल। अरू अगाडि हेर्दै जानु सक्यो। वाट इज योर नेम? यिनीहरूको हेर्नु त भैली खेले यस्तो अँध्यारो भइसक्यो अहिले आएर, त्यो पनि अहिले नि कलेजमा आएर बाँड्ने अरे जिबिसी कलेज। मान्छेहरूको हत्तपत्त छैन, तर हामी भैली खेल्ने हो। 2 जना भयो नि, 4 जना भयो नि, 5 जना भयो नि, भैली चाहिँ खेल्ने हो। किनभने वर्षको एकचोटि रमाइलो गर्न पाइन्छ, त्यो त खेलिन्छ नि है। त्यो भएर त्यो भैली 4 जना भयो भने हेर्नुहोस्, तपाईँहरूले 5 जना भयो हेर्नुहोस्। नाच्न हामीले नाच केही पनि सिकाएनौँ, फेरि डाइरेक्ट अन द वे हुन्छ, अन द फिल्ड हुन्छ, अन द होम हुन्छ। त्यो भएर बिना प्रिपेरेसनमा नै हामी भैली संस्कृति बचाउनको लागि सानो प्रयास। खै चस्मा खै त आज नि आइफोनबाट खिच्नु न। हामीले पूजा गरेर टिका पनि लगाइसक्यौँ है। भैली स्टार्ट भइसकेको छ। केही समयपछि भैलीको डान्स सक्छ कि थोडा हेर्न चाहिँ रेडी हुनुहोस् ल। रमाइलो गर्दै हामी पहिलो घरमा चाहिँ हामी प्रवेश गरिसकेका छौँ। पछाडिको दृश्य नाचिरहेको छौँ है। पहिलो घरमा चाहिँ हामी प्रवेश गरिसकेका छौँ। रमाइलो छ। हामीलाई पैसा ठुलो होइन, तर हामी चाहिँ किन भन्दा हामी आफ्नो रमाइलोको लागि आउँदैछौँ, पैसाले होइन है। हामी किनभने संस्कृति बचाउन आएका हौँ, पैसा ठुलो होइन है। हाम्रो लागि पैसा ठुलो होइन, जति भयो नि हामी एक्सेप्ट गर्छौँ। न यति थप्नुहोस् यस्तो चाहिँ हामी बार्गेनिङ हुँदैन है। हाम्रो तिहारमा चाहिँ जति दिनुहुन्छ हामी खुसीले लिनेछौँ है। डान्स हुँदैछ है गाइस। पहिलो घर त खेलिहाल्छ है। दोस्रो घरमा चाहिँ जो चाहिँ साथीभाइहरू रमाइलो गर्दैछन् त्यो पनि हेर्नु होला। भट्याउने काम भइरहेछ। भट्याउन चाहिँ मैले भट्याइरहेको छु, तर त्यो पनि सोच खुलिया छैन। साथी कस्तो कस्तो लागिरहेछ? रमाइलो छ होइन? हामी पैसाको लागि होइन, रमाइलोको लागि खेल्दैछौँ। जति दिए हामी खुसी छौँ है होइन। भविष्य भन्दा नि हाम्रो संस्कृति बचाउनुपर्छ, जोगाउनुपर्छ है। लगाएर अब डान्स हेर्नु भयो। डान्स
कस्तो लागिरहेछ भैली? एकदम राम्रो लागिरहेछ तर के गर्नु यहाँ खुट्टा दुखिरहेछ पानी के लागिरहेछ। यसरी अगाडि दौडिरहेछ नि हेर्नु त यो। यहाँ छन् डेगवाला पछाडि आइरहेछन् बाइकमा। हामीले हिँड्न म पनि ठुलो भयो भने चाहिँ मैले नि बाइक किन्छु। यहाँहरूलाई हिँडाउँदिनँ मैले बाइकमा अरू अब अर्कै पछि पछि जान्छ म बस्छु। ओही हेर त छोडेर गएको छोरीले ल छोरीले छोडेर गएको। तिमीलाई म लिन्छु 2 वर्षपछि चिन्ता नगर। 2 वर्षपछिको भैलीमा मेरो बाइकको पछाडि तिमी जान्छौ चिन्ता नगर। 2 वर्ष चाहिँ पैसा कमाएर किन्छु है। मेरा भाइ हो हे राम्ररी भन हे स्वर मिलाइकन हे स्वर मिलाइकन हे वर्षरै दिनको हे चाँडो र भाडो हे तिहारैमा हे देउसी रे भैली। 2 शब्द जाओस् आज एकदमै राम्रो भैली भयो। जति सोचेको त्यो भन्दा नि राम्रो भयो। अब राम्रै होस् भन्ने चाहन्छु किनकि विद्यार्थीहरू धेरै टाढाबाट आछन्। उनीहरूले आशा गरेको अनुसार प्रतिफल मिलोस् भन्ने चाहन्छु। आहा क्या मिठो बनाइ है। रमाइलो छ मिठो बनाइ होइन। सबैको सोच्न चित्ती जानुपर्छ। हामीले डान्स त्यस्तो सिक्न चाहिँ सिके होइनौँ होइन। नसिके पनि तर हामी अलिअलि डान्सर भएको फाइदै नै यही हुन्छ। सिक्नै पर्दैन। झ्यामझ्याम आयो झ्यामझ्याम नाच्यो मतलबै छैन है कसैलाई नि। अहिलेको बारेमा के भन्नु छ 2 शब्द? मलाई भन्नु छ हैन यो भैली चाहिँ एकदम राम्रो। उहाँको दाढी भैली भन्दा ठुलो छ हैन। उहाँको किम्मत चाहिँ 1 करोडको दाढी हो यो हैन। भैली एकदम गइरहेछ यस्तो भन्दै। तर अलिकति के हो भने हाम्रो प्रेमलाई चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला हैन। प्रेम सर हुनुहुन्छ एकदम। आज दोस्ले माया मोह ममता छोडेर आएका छन् है। त्यो पनि विचारहरू मैले आफ्नो माया ममता आफ्नो जीवन साथी छोडेर आएको छु। अस्तिकोमा पनि यस्तै कुरा गर्थे। अस्तिको भ्लगमा नि माया प्रेम संसार छोडेर त्यो कुनामा गएको आज यो कुनामा आछन्। आज पनि 2 शब्द जाओस् नि यसो। त्यो कुनामा गएको ब्रेकअप भएको। चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग। माया का गैरा बिरा
सोल्चिनी रात अझै बाँकी रहेछ बसी बिहालो मनको धोको पनि पुरा भएन माथि रामजी गाडामा नाचे जस्तै झ्याउरे नाचेर ज्यान त जाने हो रातभरि गाइयो नाचियो अब बिहानको मेलमिल पनि भालीको डाकोमा बेलरी काट्ने गाउने ओके फुलवालाले झन्झाड्यो छुट्ने बेला भइगयो नरिकन बिदा दे भाइ यो मन कहाँ मान्छ
वर्ष दिनको भेट त होला, सम्झना बिर्सना यो जालीमा कति राम्रो मेरो पनि सम्झना यो फोटो राख्नु है माथि देवले पुग्ने बित्तिकै सानो मनबाट आउँदा तिमीलाई छुपाएको पनि सिक्नै सक्दैन। छुट्टै छुट्टै छ त आज पानी पगेर हेर त यो नाच्नु थियो होला यी छोरी कहाँ पुग्यो जान लाग्यो त ए कहाँ छौ ओए हेर त छोरी कहाँ पुगेको युना कहाँ पुगिसक्यो Maia
चाहिँ खेल्न दिएन हेलो गाइस हामी जाम कमायो तिमीहरूले 50,000 अरे हाम्रो चाहिँ दाइको क्यामेरा 50,000 म त उज्याली रहि दाइ हामीले 2,000 पनि 10,000 कमाइसक्यौँ हामीले कुन भैलीको भन्नु हामी सपोर्ट दिन्छौँ तपाईलाई जाडो बाउला रहन हाम्रो भैलीको नाम हाम्रो छ तर टुक्का नै छैन हाम्रो भैलीको नामको आफू देखिन गएर हेर्नुपर्छ हाम्रो भैलीको नाम है भोलि ल हामीले 10,000 कमाइसक्यो हामीले 2,000 कमाएको छौँ है तपाईँको युट्युब च्यानल के हो युट्युब च्यानल भर्खर खोले छ प्रेम डाङ्गी मेरो नम्बर सब्स्क्राइब गर्दै विराट कोहली ल ओके उहाँहरूको पनि सब्स्क्राइब गरिदिनु के गरिदिनु नाच्न आउँछ तपाईँहरूले है यस्तोहरू मलाई पनि खेलाउन लिनुहोस् न हजुरको टिममा आऊ दोस्त जाऊ बाइक किन चाहियो प्रेम डाङ्गी कहाँ पढ्छौ तिमीहरू जीवन ज्योति राम जानकी दिस इज माय बेब मालदिप्स हेलो गाइस दिस इज माय बेब यस्तो कसले सिकाउँछ क्या शब्द चयन यिनी सर थाहा छ कि नै दाइ तपाईँ आई एम अल्सो टिचर ओके आई एम माय टिचर अफ सेकेन्डरी लेभल कुन स्कुलमा पढाउँछ I was teaching in their Nimble Academic. मेरो चल्ला चल्ली रहेछ है खै नाच न त चल्ली भेटिसकेको छ निमल एकाडेमीको के अरू पनि छन् जीवन ज्योति अनि अरू के गरे राम जानकीबाट पनि रहेछन् है ल साइड ल अलिक कुनाभित्र पुलिस आइरह होला कहाँ चोट लागेको छ कि चोट लाग्यो कि यसो हस्पिटलसम्म लिने व्यवस्था गरौँ होइन के भयो कुल झगडा रे हो कुल झगडा रे हो त्यो झगडा गर्छ नि त म रुन्छु मेरो टिममा बोलाउँछु ल खै दिदी खै आमै मलाई कसैले बोलाएनन् म यसै घुम्दै आएको फाइनल्ली आजको भैली सकिएको छ र आजको भैली चाहिँ कारणवश हाम्रो चाहिँ बाँके जिल्लाले चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ चिठी निकालेको थियो 9:30 बजे